गाइस दर्शक नमस्ते। मैले चाहिँ पोल्यान्ड बारे राम्रो नराम्रो हैन आफूले बुझेको केही अपडेटहरु दिँदै गइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ है प्रतिक्रियाहरु दिँदै जानु होला। र आज चाहिँ म छुट्टै विषय लिएर आएको छु, मेरो आफ्नै कथा है त। पोल्यान्ड आउँदाखेरि चाहिँ नेपालबाट आउँदाखेरि चाहिँ पोल्यान्डमा युरोप कन्ट्री आउँदाखेरि तपाईहरु जस्तै थिए, मलाई केही पनि थाहा थिएन र मैले धेरै युट्युबहरु सर्च गर्थे, हेर्थे, कसैको केही भेट्थिन के त्यो बेलामा चाहिँ। त्यसरी अन्दाजमा आएको मान्छे हो र मैले चाहिँ यहाँ आएर धेरै कुराहरु भोग्नु पर्यो है। र पहिलो कुरो थियो मेरो चाहिँ भाषा है। भाषा चाहिँ एकदम तपाईको धेरै डिफिकल्ट हुँदो रहेछ यहाँ, केही पनि नबुझिने है। र धेरै इंग्लिश पनि मान्छेहरु नबोल्ने यहाँ, त्यो कारणले चाहिँ मलाई धेरै गाह्रो भयो। र मैले चाहिँ सुरुमा चाहिँ एउटा दुःख भोगेको थिएँ जब काम गर्ने क्रममा हैन। मलाई चाहिँ यहाँ दुख्ने एकदम के सड्केको थियो के है। अब गरौँ त्यस्तै हो, गाह्रो हुन्छ। र त्यतिखेर चाहिँ मलाई चाहिँ हस्पिटल जानुपर्ने अवस्था थियो र मैले धेरै रिक्वेस्ट गर्थेँ र हस्पिटल लैजानु हैन। अब त्यति वास्ता हुँदैन के है। र आफै जान पनि अब थाहा हुँदैन। अब जबसम्म एजेन्सीहरुले गएर तपाईको एपोइन्टमेन्टहरु त्यहाँ दर्ता गरिदिएको हुँदैन हैन, डेट लिइदिएको हुँदैन, हामीलाई गाह्रो हुन्छ है। र तपाई सिधै गएर चाहिँ चेकअप गर्न पाउनु हुँदैन, थाहा हुँदैन। र एकचोटी म चाहिँ गएँ हैन। अब बल्ल तल्ल 3-4 दिन पछि चाहिँ एपोइन्टमेन्टको डेट लिन भनेर एजेन्सी मार्फत म चाहिँ गएँ र मलाई लाग्थ्यो कि त्यही दिनमा चाहिँ चेकअप हुन्छ भनेर। तर त्यो नहुँदो रहेछ युरोप कन्ट्रीमा है, पोल्यान्डमा चाहिँ। अनि मैले चाहिँ तपाईको के भयो भने त्यो बेला चाहिँ एपोइन्टमेन्ट डेट लेखिदियो हैन। जस्तो म आज शुक्रबार गएको थिएँ भने तपाईको अर्को हप्ताको हैन विकको के अरे बुधबारतिर चाहिँ मलाई चाहिँ एपोइन्टमेन्टको डेट दियो के। अब 4-5 दिन कुर्नु पर्यो हैन। कति मान्छेहरु त 15 दिन पनि कुर्दो रहेछ। अब मलाई त एकदम दुख थियो, काम गर्न नसक्ने अवस्था थियो। अब के कारण अब मलाई त चेकअप गर्न थियो। अनि त्यसरी फर्केर आएँ म। तपाईको आएपछि अब एपोइन्टमेन्ट डेट छ अब बुधबार। त्यतिन्जेलसम्म चाहिँ मलाई चाहिँ त्यो अटोमेटिक सन्चो भयो है, सन्चो भयो के। अनि म अब कुन आधारले जाने हस्पिटल है, कुन आधारले जाउँ त्यहाँ। अब सन्चो पनि भयो। अब त्यस्तो गाह्रो के है यहाँ। अब अहिले त्यस्तो कसैलाई पनि नहोस् के, धेरै गाह्रो छ। डाइरेक्ट चाहिँ तपाईले पाउनु हुँदैन। अब इमर्जेन्सी पर्यो भने त अब होला है। अब त्यस्तो नहोस् पनि केही कामना गर्छु म है। जति पनि नेपालीहरु चाहिँ यहाँ आउनुहुन्छ उहाँहरुलाई चाहिँ केही पनि नहोस् के है त्यो। अनि तपाईको अर्को कुरा रह्यो तपाईको जस्तै अब हामीलाई नर्मली कुराहरु चाहिँ जस्तै अब कपाल काट्नदेखि लिएर हैन हर चीज हुन्छ नि। अब कपाल काट्न पनि तपाईको एपोइन्टमेन्ट डेट लिन पर्ने के। क्या गजब देश छ के है। तपाईहरुले सोच्नुहुन्छ सरल छ, लाइफ राम्रो छ, सेटल हुन्छु, त्यो धेरै गाह्रो पर्छ के हजुर, धेरै गाह्रो छ। अब म पनि लगभग 2 वर्ष भइसक्यो हैन। अब थाहा छैन अझै पनि म सेटलमेन्ट हुन सकेको छैन यहाँ, धेरै गाह्रो छ। अनि तपाई एजेन्सी मार्फत काम गर्नुहुन्छ, डाइरेक्ट कम्पनीले राख्दिएको हुँदैन, भाषा हुँदैन। पहिलो कुरो कतिपयको होला राम्रो नराम्रो हुन्छ, आफ्नो आफ्नो ठाउँमा हुन्छ। तर धेरै जसोको दुखै भोग्न पर्ने हुन्छ। एउटा एजेन्सीबाट अर्को जानुपर्ने हुन्छ, उस्तै परे तपाई चाहिँ इलिगल पनि हुन पर्छ के। त्यस्तो हुन्छ हेर्नुस्। र कतिपय साथीहरु चाहिँ धेरै दुःख भयो भनेर, राम्रो भएन भनेर चाहिँ एजेन्सीहरु चेन्ज गरे पनि हैन। अनि म चाहिँ गरिन के। जति हुन्छ म यसमै यही एजेन्सीसँग बसे, सुविधा होस् नहोस् म यही एजेन्सीसँग बसे के। 2 वर्षसम्म अहिले पनि बसेको छु र बसिरहन्छु के। म कहीँ पनि जाँदिन के। किनकि अब उनीहरुले लाइफ बनाए या त दुःख पाए त्यो मलाई थाहा छैन, उनीहरुको ठाउँमा छ हैन। धेरै साथीहरु भागे हैन, तर म चाहिँ भागिन के। किनकि म त अब दुःख गर्न आएको जस्तो छ त्यस्तैमा। अब यही त अब यही एउटा एजेन्सीसँग बस्दा त धेरै कुराहरु भोग्नु परेको थियो भने अब त्यो भागेपछि त झन् अहिले जस्तै अब धेरै साथीहरु जोडिनुहुन्छ, त्यस्तै साथीहरु यसरी हिडेको यस्तो भयो। अब के गर्ने, काम खोज्दिनु, यस्तो खोज्दिनु, त्यही हो समस्या। गाह्रो छ हजुर। अब तपाईको पोल्यान्डमा कतिखेर तपाईको कम्पनीले निकालिदिएको हुन्छ, कतिखेर के हुन्छ थाहै हुँदैन यहाँ। सोचे जस्तो केही पनि छैन हैन। धेरै तपाईहरुले चाहिँ धेरै आफूले यहाँ चाहिँ म्यानेज गर्न सक्नुपर्छ, टाठो हुन सक्नुपर्छ। युरोप मात्रै आएर मैले पैसा कमाउँछु भनेर अरूको भिडियो हेरेर 2-3 लाख कमाछ भनेर चाहिँ नआउनु होला हैन। र जति पनि ऋण बोकेर आउनुहुन्छ उहाँहरुको लागि चाहिँ धेरै गाह्रो हुन्छ है, तपाईको धेरै गाह्रो हुन्छ। त्यसरी चाहिँ हामफालेर चाहिँ नआउनु होला है। आउन त आउनुस् तर बुझेर, एकदम बुझेर कस्तो छ के, त्यसरी आउन चाहिँ म चाहिँ आग्रह गर्छु है। र जति पनि अब अहिले चाहिँ भाँडाकुँडाहरुको कुरो नि आउँछ है। भाँडाकुँडाहरु चाहिँ बोकेर मैले पनि ल्याएको थिएँ के। कपडा भन्दा पनि भाँडा है महँगो हुन्छ भने। तर भाँडा चाहिँ मैले त्यति महत्त्व देखिन हैन, त्यो चाहिँ त्यति नल्याउनु। तर आफ्नो लागि चाहिँ एउटा सानो कुकर चाहिँ कहिलेकाहीँ आफ्नो नेपाली स्वादहरु खानको लागि चाहिँ कुकर बोकेर आउनु, त्यो चाहिँ यहाँ पाइँदैन है। त्यो चाहिँ लिएर आउनु होला।
अरू चाहिँ कपडाहरू चाहिँ तपाईँले मजाले जाडो जाडो बाक्लो बाक्लो लिएर आउनुहोस्, किनकि यहाँ -18, 20, 25सम्म पनि चिसो हुन्छ। यहाँ चाहिँ है धेरै गाह्रो हुन्छ र सकेसम्म आफूलाई पुग्ने धेरै समयको लागि रहने एउटा तपाईँको औषधिहरू चाहिँ आफैले ल्याउनु होला। आफूलाई के समस्या छ त्यो चाहिँ ल्याउनु होला है। तपाईँको धेरै गाह्रो छ। अहिले पनि मैले वास्तवमा भन्यो भने अहिले पनि म हस्पिटलमा कुन तरिकाले डक्टर भेट्न पाउँछु भनेर मलाई राम्रोसँग पनि ज्ञान छैन कि त्यति गाह्रो छ यो पोल्यान्डमा, युरोप कन्ट्रीमा है। यस्तै हो गाइस। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो मेरो यो सानो कथा है, युरोपमा भोगेका केही कुराहरू कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है त।